कथाहरू कतिजनालाई मनपर्छ? आज चाहिँ म एउटा सानो कथा लिएर आएको छु है। कोही कोही पात्रहरू जिन्दगीमा आउँछन् जान्छन्, कोही कोही मनमै बस्छन्, अलिकति आत्मीय बनेर सधैँ सधैँ मनमा बस्छन्, हटाएर हटिँदैनन्। त्यस्तै पात्रहरूसँग भेटिएको 2 वर्ष हो यो, थाहा छैन अब जिन्दगीको कुनै अध्यायमा भेट हुन्छ कि हुँदैन, तर बस यो पालिको भेट यादगार भयो। धन्यवाद, धन्यवाद ती सबै पात्रहरूलाई जसले मेरा यी 2 वर्ष धेरै सुन्दर बनाइदिए। कथा सुरु हुन्छ अगस्ट 6, 2024, अगस्ट 5, 2024 म विदेशिएको दिन। कति कुरा घरकै कोठाहरूमा थन्काएर म विदेश आएको दिन। आफ्नो सम्पूर्ण 25 वर्षलाई 3वटा सुटकेसमा अटाई नअटाई उतुस मुतुस बनाएर बन्द गरेर कति सजिलै विदेश ओर्लिएको थिएँ। कति सजिलै भन्छन् मान्छेहरू अमेरिका जान लागेको मोज छ, अब त जिन्दगीमा पैसा नि कमाइन्छ, लाइफ पनि बनिहाल्यो। लाइफ बनिहाल्यो मतलब जिन्दगी भित्रिएको थियो र यता बिथोलिएको थियो र यता नेपाललाई किन यसरी दुष्प्रचार गरिन्छ? खै मलाई त लाग्छ, म भन्छु पनि आफ्नो देश जस्तो अरूको देश केही गरी पनि हुँदैन, कसै गरे पनि हुँदैन। नेपाल भनेको नेपाल नै हो। 25 वर्ष बाँचेको देश, 25 वर्ष हुर्किएको परिवेश, मिस नहुने भन्ने हुन्छ र कि याददाश्त नै गयो? भुलेको जस्तो गरेर पनि सायद सम्झिरहन्छन् होला मान्छेहरू आफ्नो देश, चुपचाप चुपचाप टाढा टाढा रहेर पनि। मैले चाहिँ यो कथा लेख्दै थिएँ होइन, हजुरहरूलाई यसको अरू पनि लेखोस् बनोस् भन्ने लागेको छ भने कमेन्ट गर्नु, अनि म अरू पनि हाल्छु है त। यो चाहिँ पार्ट 1 होला।